हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। इट्स मी सुमन। अनि तपाईँहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला है। आज चाहिँ म यो धुलो भएको ठाउँ, लास्टै कच्ची बाटो भएको ठाउँ धुलीखेलदेखि तपाईँहरू सबैजनालाई ढोकिदिया हो। यहाँबाट है उता काठमाडौँतिर लागौँ धुलीखेलबाट। यहाँ अलिकति काम थियो होइन, त्यो कामको सिलसिलामा यता आइपुगेँ म आज धुलीखेल। अब यहाँबाट यता फर्किँदाखेरि चाहिँ एउटा भ्लग बनाउँदैछौँ भनेर होइन, सोचिया अनुसार गरिया। अब के छ यहाँबाट चाहिँ यस्तो मजाको हिमाल देखिँदो रहेछ है। यो चाहिँ बेस्ट लाग्यो मलाई ठाउँ है। ओहो ठिक छ, आमा कुदादिया। अलिअलि यताउति जिस्किदिउँ होइन। आज चाहिँ के भयो यार, मलाई नि अलिकति अड फिल भइरहेछ होइन। यो बाइकमा चाहिँ मोबिलै नभएको जस्तो यस्तो साह्रो भइरहेछ क्या बिहानदेखि नै बाइक। त्यही भएर अहिले बनाउन जानुपर्छ है यहाँबाट गएर। यस्तो छ बाटो, पुरै कच्ची छ है, खराब भएको छ भने यहाँ बाटो नै यार यस्तो खतम भएको रहेछ यो धुलीखेलको बाटो है। ल यो हिलो बाटोमा लुवात चिप्लेर लडिहाल्छ क्या फेरि होइन। अलिकति ब्यालेन्स मिलेन कि बुङलुङ्गै हो। ल यहाँनिरबाट उहाँ माथि चाहिँ धुलीखेल बस पार्क छ होइन। म चाहिँ बस पार्क चाहिँ पुगिनँ, यतै हो है, अलिकति काम थियो। यतैबाट फर्केँ म अब काठमाडौँ। यो 45 मिनटमा पुग्नु पर्ने हो होइन। बाटो खराब छ क्या, गाङलाङ गुङलुङ होइन, कस्तो बाटो रहेछ। त्यही भएर चाहिँ अलि टाइम लाग्ने भयो। अब के कोही बात नै, अब सधैँ राम्रो बाटो त कहाँ हिँड्न पाइन्छ र होइन। नेपालमा यो 3वटा टाउके भएसम्म, यो 3वटा टाउको फुटे पछाडि चाहिँ सायद बाटोहरू राम्रो बन्छ होला। नेपालमा ठिकै हुन्छ होला नत्र त त्यही हो केटा हो। 84 आउँदैछ है। आज चाहिँ मलाई अलिकति कस्तो त्यतै जम जस्तो लाग्यो क्या मलाई चाहिँ है। लास्टै रिस उठ्ने यार, मान्छेले के सोचेर होइन भोट हाल्या हुन्छ। साला भोटको त सदुपयोगै छैन क्या नेपालमा, बेकारमा हालेको जस्तो भइरहेछ भोट पनि। के भन्छु भन्दाखेरि चाहिँ अब 84 आइसकेको छ नि त, अब धेरै छैन होइन। 84मै हुन्छ क्या र। 84 भन्थ्यो, 84 सालको चुनावमा चाहिँ होइन यो टाउकेहरू आउनु भएन क्या। अब यिनीहरू आएर होइन टन्नै भइसक्यो कि, लाइक अलिकति न केहीमा डेभलप हुन्छ होइन, केहीमा नि राम्रो छैन क्या नेपालमा। सबै चिज खराब भइदिरहेछ यार। अब फेरि चुनावमा भोट हाल्ने त यिनीहरूलाई नै हो है। अब सकेसम्म यिनीहरूलाई नहाल्दा राम्रो हो क्या। नयाँ राम्रो छानेर हाल्नु पऱ्यो क्या। नयाँ भन्दैमा फेरि ताइन तुईको मान्छेलाई चाहिँ हाल्नु भएन होइन। अलिकति राम्रो एजुकेटेड अनि काम गर्ने खालको मान्छेलाई हाल्नुपर्ने भयो क्या यार। यस्तो बिजोक बाटोमा यार हेर्नु यहाँ, अब के देखिन्नु हो, अगाडिबाट बाङ आएर हानिने केही थाहा हुन्न क्या। यस्तो बाटोमा हिँड्नु परेको छ यार। छ्या बाटोको हालत यस्तो छ। भाषण त ठोक्छ यार, फेरि यति बबाल भाषण हान्छ होइन। लाइक सुन्नै औडा लाग्छ क्या अहिले त मलाई त। यो अलि धेरै बोल्ने मान्छेहरू नै मन पर्न छोडिसक्यो अहिले त। अब बोल्ने भन्दा नि काम गर्ने खालको चाहियो अब चाहिँ। त्यो भयो भने चाहिँ राम्रो होला, नभए त यस्तै हो, जहिले पनि धुलो बाटोमा धुलो खाँदै होइन हिँड्ने हो। अब 84मा चाहिँ हामीलाई चान्स छ है। त्यही 84मा चेन्ज गऱ्यो भने चाहिँ एउटा कुरा हो, नभए त त्यही हो होइन। विदेशतिर लागे हुन्छ सबजना, नेपालमा बसेर चाहिँ काम हुन्न। अब चाहिँ 84मा पनि चेन्ज भएन भने अबको 3 वर्षभित्र होइन नेपाल चेन्ज हुनु पऱ्यो क्या। पुरै यो सरकारको प्रशासनदेखि सबै चेन्ज बनाइदिनु पऱ्यो क्या। अलिकति घुमिकाइदिउँ है। यहाँतिर अलिकति कस्तो औडा जस्तो लाग्यो।
उनीहरूको ग्रुपले अब सोसाइटीमा चेन्ज ल्याउँछ जस्तो लाग्दैन क्या मलाई चाहिँ, किनकि त्यही पुरानै मान्छेहरू, त्यही पुरानो सोच अनि त्यही पुरानै भाषण कतिचोटि सुन्नु होइन, कतिचोटि विश्वास गर्नु त्यही मान्छेहरूलाई, विश्वास पनि लागिन्न, विश्वास गर्न लायकको पनि छैन है। त्यही भएर चाहिँ मलाई चाहिँ खोइ किन मनै छैन। अरे यस्तो छ बाटोको कन्डिसन, अब हाइवे हो फेरि, यो हाइवेको कन्डिसन यस्तो छ होइन। यो 1 महिनामा बन्ने बाटो 4-5 वर्षमा नि बन्दैन नेपालमा, अनि के काम लाग्यो र होइन। बरु खाडी नै किन नहोस् होइन, विदेशै ठिक हुन्छ क्या। नेपालमा बसेर यार जति मेहनत गऱ्यो नि मेहनत अनुसारको फलै हुन्न। एक मेहनत अनुसारको फल पनि पाइन्न है, यत्रो मेहनत गरेर हिँड्या हुन्छ होइन। प्रत्येक हरेक मान्छेको छैन कि के गर्छ हो यो भाइहरू। यो गाडी यार कसरी हिँडिएछ यार, कि साइडबाट हिँड्नु होइन, यस्तो छारो छ्या। अब यताबाट गइदिउँ नहुने है। होइन त्यहीबाट चल्दिन्छु यार म त। अब रङ साइडबाट नि ओभरटेक गर्नुपर्ने रहेछ क्या यता चाहिँ। अब के गर्नु त, छोड्दैन होइन, नछोडेपछि रङ साइडबाट नि छिरिदिनु पर्छ क्या। अब के गरेर चलाउँछ क्या यार त्यहाँ। यस्तो बाटोमा हिँड्नुपर्ने छ है। केही छैन, अफरोड गर्नको लागि त अफरोडिङ बाटै जानु नपर्ने यार। नेपालको त हाइवेमै हिँड्यो नि ट्र्याक लगाएर अफरोड हो क्या। यस्तो कबाडी बाटो छ है छ्या। के भन्दाखेरि साँच्ची 84मा चाहिँ सबै चेन्ज भयो भने चाहिँ नेपालमा बस्दा ठिक हुन्छ होइन। यही बुढाहरूलाई नै भोट हाल्ने हो, त्यही बुढाहरूकै उयसमा चल्ने हो भने चाहिँ होइन, त्यस पछाडि चाहिँ नेपालमा नबस्दा नै हुन्छ कोही पनि। 84सम्म चाहिँ अब विश्वास गरेर बसौँ होइन, अलिकति उनीहरू केही होला कि चेन्जेस आउला कि भनेर बस्ने हो होइन। अब यो त चल्दिने हो 84 पछाडि त विदेश लगाएर बरु होइन। देश नबने नि आफ्नो भविष्य त बन्छ यार। खास गरी युवाहरू विदेश गइसकेपछि देश बिग्रिने हो होइन। अब देश बिगार्नको लागि मान्छेले नै देश चलाइरहेछ भने त अभियसली बिग्रिहाल्छ। राम्रो के भन्थ्यो कि एउटा बाँदरको हातमा नरिवल भने जस्तै हो क्या यिनीहरूको हातमा यो देशको यो प्रशासकीय के भन्छ यो प्रशासन यिनीहरूको हातमा पर्नु भनेको चाहिँ नराम्रो बन्न दिन्छ है। खाइहाल्ने हो। यो बाइक कस्तो रङ साइडमा गएको यार, झन्नै हानिदियो यार। चल्दिउँ न यार होइन, ठाउँ हुँदा ठाउँ खाली छ भने त चल्दिने हो नि त। ओहो च्याप्टिहाल्यो नि यो गाडीले त। तर मलाई चाहिँ यस्तोतिर झ्याउ लाग्छ क्या है, खास गरी यसरी चाहिँ जान नहुने हो ठुलो गाडीहरूमा। ओहो अड्किहाल्यो नि बाबै, अड्के ल छिर्दिहालौँ न होइन। मान्छेहरू यति डेन्जर हुन्छ यार बाटोतिर। लडिक छ जे छ त्यही हो होइन, आफ्नो सोचाइ हो। राम्रो गर्नुहोस्, जे हुन्छ राम्रोकै लागि हुन्छ होइन। त्यही सोचले हिँड्ने हो हामी सबै। अब यहाँतिर बनेपातिर आइपुग्यो मजा है। यो बाटो मजाले कुदाउन पाए पो हुनु होइन।
यो दाजु चाहिँ मैसँग अघिदेखि होइन कहिले अगाडि कहिले पछाडि भइरहेछ कहिले उल्टो बाटोबाट छिराउँछ है ल ओ ब्रेक पनि राम्रो छैन चाहिँ यार यो दाइको नयाँ बाटोको एक्सपिरियन्स लिनु पऱ्यो आज चाहिँ है त्यही हो यतातिर कुदाउने बाटो पनि छैन यहाँ माथि चाहिँ त्यो साँगाको पुल छ है त्यो पुल चाहिँ मजाले क्याप्चर गर्छु म अहिले जाँदाखेरि त्यहाँ माथि पुलको बिचमा यत्रो लप पनि छ क्या त्यहाँ बसेर चट्ट फोटो खिचेर हाल्छ नि होइन टिकटकतिर फेसबुकतिर छिर्ने होला भने त तर ह्यान्डल त उताबाट गाडी आइरहेको छ किन छिरेन भनेर बसिरह्यो यार हाइवेमा है यस्तै हो के हो यही दाजु हो हेर्नु है यो दाजुले यस्तो इरिटेट गर्छ यार हौ त्यहाँ माथिसम्म जान्छ है अहिले फेरि यता लात ल्याउँछ क्या अलि अगाडि लिएर काट्नु नि होइन कटिङ हान्दाखेरि त कटिङ हान्ने पनि तरिका हुन्छ नि अब यहाँनिर अलिकति रैकाइदिने यार होइन खाली बाटो पाउँदाखेरि त रैका हाल्नुपर्छ फेरि यस्तो छ क्या यार चा यस्तो मिठो धुलो लोकल पाउडर खान पाइन्छ यो बाटोमा त ऐसे बाटो नै देखिन्न यार घाम उल्टो पडी छ होइन त्यही भएर बाटो कस्तो देख्न गाह्रो हुने कि इमर्जेन्सी लाइट बालेर हिँड्नुपर्ने जस्तो क्या बाटै अब यो बसलाई चाहिँ छोडिदिनु पऱ्यो सकेसम्म है त्यस पछाडि अलिक कम आउँछ साह्रो यो दाइले ऊ यसरी चलाउँछ क्या पुरै रङ साइडमा गइरहेछ फेरि हर्न पनि डह्रो जान्छ अब यो दाइ मेरो लागि चाहिँ काठमाडौँसम्म साथी हुने भयो अब है हेर यो दाइलाई कहाँसम्म लखेड्छु म होइन लखेड्न त के भन्नु पछि जान्छु धेरै अगाडि गएर नि काम छैन होइन कन्टेन्ट हुन्छ अहिले कुन ठाउँ गएर बाङ्गा ठोक्छ अनि त्यस पछाडि नयाँ कन्टेन्ट बनिन्छ क्या यत्रो ढ्याप्रे बसहरू छ है मासका कताबाट आएर ब्लाङ्ग उडाइदिएला थाहा हुन्न यहाँ छ अगाडि कोही छ म यो बिचबाट छिराएर जान्छु है त ल छिराइहाल्यो नि होइन योभन्दा कति छिराउनु छ र यस्तो बिजोक बाटो छ है हाइवे हो क्या अझै यो मासाला राति आउनु पऱ्यो भने त बिजोकै हुँदैछ नि यार हुइगाएर आउँछ यत्रो खाल्डोतिर ब्लुनु भन्दाखेरि त छैन के फुट्ने अनि आइसे अब यतापट्टिबाट छिराउनु पर्ने हुन्छ क्या सरङ रङ सारङकोटको बाटोमा रेलै चढी आएछ माया तिम्रो गाउँमा ओइ कहाँ कुरेर बस्नु है छिराइहाल्नुपर्छ त्यहाँनिर कत्रो तले उफ्रिएको छ यार त्यो बाइक है
छोड़ दिया, सबको छोड़ दिया हमने, एक फिर ढोक दिया। यो गाडीलाई ढोक्दिउँ के हो तर ह्यान्डल पछाडिबाट लामो ढोकिदिनु पर्ने, अनि थाहा हुन्छ कस्तो पेलेर आयो यो तर ह्यान्डल त। यो दाजुको 220 होला के, बब्बाल कुदाइरहेछ। यत्रो लम्मा लाएर भित्र छिराउनु पर्ने थियो होइन, तर अलिकति मिलेन, अलिकति ब्यालेन्स मिलेन, थोरै ब्यालेन्स मिलेन बाबु राजा। माशाला